वेलकम ब्याक टु माई न्यू भिडियो। होप सो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छु। हजुरहरूले थाहा पाइसक्नुभयो होला हामी कता आयौँ भनेर। हाम्रो थम्बनेल टाइटल देखेर नै उहाँहरू चाहिँ मेरो नन्द बहिनीहरू हो। अनि उहाँ एक्लै चाहिँ मेरो भान्जी हो कि। त्यही भएर हामी 5 जना चाहिँ अहिले कता छौँ त। हामीले चाहिँ घरबाट भिडियो स्टार्ट गर्न पाएन, एकदम हतार थियो नि त। त्यही भएर अटो पनि आइहाल्यो। अनि हामीले दाइले चाहिँ हामीलाई यहाँ छोडेर हामी चाहिँ अहिले भिडियो बल्ल स्टार्ट गरेको। हाई गरिदिनुहोस् न सबैजनाले। यसो परिचय पनि गरिदिनु न छिटो। My name is Nishchita Tamang. I'm from गैडाकोट। अनि My name is Agina. My name is Nemisa Tamang. My name is Nirjala Tamang. मेरो नन्द बहिनीहरूको पनि परिचय पाइसक्नु भयो होला हजुरहरूले। ल हामी चाहिँ अब जान्छौँ, के कस्तो हुन्छ हजुरहरूले देखाउँदै गर्छ है। बाई बाई गाइस, स्टे ट्युन। हे गाइस, हामी चाहिँ अहिले हाम्रो सौराको बगरमा आइपुगिसकेको छौँ। अब हामी यहाँ बगरमा घुम्छौँ अनि त्यसपछि हामी कता कता जान्छौँ त्यो हजुरहरूलाई देखाउँछु। बहिनीहरू चाहिँ पिङमा खेल्दैछन्। त्यसपछि म चाहिँ यता भिडियो पनि देखाउँछु अनि उनीहरूलाई अब म फोटो भिडियोहरू पनि हेरिदिन्छु। त्यसपछि के कस्तो हुन्छ हजुरहरूलाई देखाउँदै गर्छ है त गाइस। बहिनीहरू चाहिँ पिङमा रमाउँदैछन् सबैजना। म चाहिँ भिडियोग्राफर उनीहरूको। हामी चाहिँ अहिले बगरमा पनि आइपुगिसक्यो साथीहरू। ल साथीहरू, हामी चाहिँ अहिले हाम्रो ड्याम साइड पनि आइपुगिसके। हजुरहरू सौरा आइसक्नु भइसकेको छ सबैजना। हाम्रो चाहिँ अहिले ड्याममा चाहिँ राति चाहिँ पुरै लाइट बल्छ नि त। त्यसपछि हामी चाहिँ यहाँ अहिले ड्याम साइड पनि आइपुगिसके। सबैजना आइगरिदिनु छ है बहिनी। नानी बहिनी अब हामी यसो फोटो भिडियो लिन्छौँ है। हामी पढ्दै हुन्छौँ। ल साथीहरू, हामी चाहिँ हाम्रो ड्याम साइडमा आएर पनि फोटो भिडियोहरू लिएर पनि हामी अब यहाँबाट फर्किन लागेको साथीहरू। हाम्रो बहिनीहरूलाई कस्तो लागिरहेको नि अहिले? भान्जी कस्तो लाग्यो नि हजुरलाई? गरम भएर पुरै पसिनै पसिना बहिनीलाई कस्तो लागिरहेको नि? एकदम रमाइलो। चिसो भयो। ल हामी चाहिँ अब फर्किन्छौँ साथीहरूबाट। हजुरहरूले हाम्रो सौरा देख्न सक्नुहुन्छ। यति राम्रो छ कि हजुर पनि आउनु सक्नुहुन्छ है त। सबैजना हिँडेर जाँदैछौँ हामी। यता बहिनीहरू पछाडि छ। हेलो साथीहरू, हामी चाहिँ अहिले हाम्रो खाजा खाने ठाउँमा आइपुगिसकेको छौँ। हाम्रो चाहिँ पिज्जा पनि आइसक्यो है साथीहरू। अघि चाहिँ मोमोको भिडियो चाहिँ लिएन, अब चाहिँ हामी पिज्जा लिन्छौँ। यस्तो छ पारो। ल हामी चाहिँ अब फर्किन लागेको। कस्तो लाग्यो त नि हजुरहरूलाई? रमाइलो लाग्यो नानीलाई? अनि यता नानीलाई अनि हाम्रो भान्जीलाई
रमाइलो लाग्यो। हामी चाहिँ अब फर्किन्छौँ। खाजाहरू पनि खायौँ। खाजा चाहिँ अब भिडियो ल्याउँछ हजुरलाई। हामी चाहिँ अब अटो कुर्दैछौँ। हाम्रो यो क्याफे चाहिँ एकदमै राम्रो छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। सौराको एकदमै मिठो खानेकुरा पाउँछ यता चाहिँ। बाई बाई गाइज। अब घरमा पुगेपछि के कस्तो हुन्छ ध्यानले गर्छ हजुरहरूलाई। बाई बाई। यहाँको त्यो उसहरू कस्तो राम्रो छ हेर्नु गाइज। एकदमै राम्रो छ गाइज। यस्तो मोटिभेट गर्छ गाइज। ल हामी चाहिँ फर्केको साथीहरू हाम्रो अटो दाइ आउँदै हुनुहुन्छ। See you next year. गाइज हामी चाहिँ बल्छौँ अब चन्दन भइहाल्नु र नेक्स्ट टाइम आउँछौँ। हामी चाहिँ अहिले आउँदै गयौँ नि त भएर चन्दन उता हुनुहुन्छ हाम्रो प्यारी दुईजना। प्यारीहरू चाहिँ अब अटो नआएको भएर हिँड्दैछन्। त्यही भएर हाम्रो हिरोनी दुईजना चाहिँ बबल टी खाँदैछ। म चाहिँ भिडियो लिँदैछु। आज चाहिँ मैले नानीहरूलाई फुल्ली नै घुमाइदिएँ सौरा होइन त। कसले घुमाइदिनु भएको सौरा? यु माई फेभरेट भाउजू। झुलेर बोल्ने हो त्यो भएन है। अब आँखा नदिन्छ त बस्नै सक्दैन यसरी। गाह्रो छ गाह्रो नानी यता आँखा झिक्नुपर्छ यसरी। ल ल गाइस हाम्रो सौरा हजुरहरूले देखिसक्नु भएको छ। एकदमै रमाइलो छ गाइस। त्यो ब्लग देखाउनु न कस्तो राम्रो है। एकदम राम्रो छ कि सौरा होइन त। तपाईँहरू पनि घुम्न आउनु ल जाऊँ फुड हिँड्दैन हो जाऊँ न त आऊ। अटो नआइसम्म अटो आउनु आइसकेर देखिन सक्नुहुन्छ हाम्रो सौरा। सो नाइस गाइस। पानी आएको हेर्नु। ओ कति राम्रो छ। ल मेरो भान्जी झलमल्लै बलियो झन्। अब हामी फोटो भिडियो लिन्छौँ अनि त्यसपछि हाम्रो अटो आउने बित्तिकै हामी चढेर गइहाल्छौँ है साथीहरू। ल साथीहरू हामीलाई चाहिँ दाइ पनि लिन आइसक्नु भइसकेको छ। हामी चाहिँ अब जान्छौँ। हामी चाहिँ अहिले हात्ती चोकमा छौँ। हामी चाहिँ अब सौराबाट फर्केको साथीहरू। बाई बाई। अनि अनि मोबाइलमा फ्ल्यास लाइट बलेन र पो टेन्सन भइरहेछ तपाईँलाई। बुनी मिस यु टु। हेर्नु न दाइ। हेलो गाइज हामी चाहिँ घरमा पनि आइपुगिसक्यौँ। राम्रोसँग आइपुग्यो है हामी। अब चाहिँ हामी सुत्छु। अब खाजा त खाएर आइसक्यो नि त त्यही भएर खाना चाहिँ नखाने। ल गाइज अहिले चाहिँ बाई बाई। थ्याङ्क यू फर वाचिङ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। बाई बाई।